हेलो नमस्ते शिवानी सम्पूर्णलाई फेरि पनि हजुरहरूलाई म मेरो भ्लगमा स्वागत गर्नुहुँदैछ साथीहरू। र अहिले चाहिँ म कहाँ जाँदैछु भनेर सोच्नुहुन्छ नि यहाँ देख्नुहुन सक्नुहुन्छ। म चाहिँ आलु रोप्नु बारी जाँदैछु। यहाँ हेर्नुहोस् तपाईँलाई हो, अस्ति नै बारी चाहिँ मैले आलु रोप्नुको लागि बनाइसकेको छु। तपाईँले त्यो भिडियोमा हेरिसक्नुभयो। र अब चाहिँ म मोल बोकेर आलु रोप्नेछु साथीहरू। त्यसको पनि तपाईँलाई म भिडियो बनाइरहेको छु। सो हेर्नुहोस् ल, यहाँ मैले अस्ति के भन्छ खनेको बारी चाहिँ यही हो। सो है अब तपाईँलाई म पहिला मोल ल्याउने छु, त्यहाँदेखि चाहिँ तपाईँलाई म देखाउने छु है आलुहरू रोपेको पनि। सो फाइनली म चाहिँ बारी आइसकेँ। घरदेखि चाहिँ अलिकति छेउमै छ नि मेरो बारी। सो त्यही भएर यहाँनिर मैले लिएको छु यहाँ नुनको चिया, माई फेभरेट हो। नुनको चिया बेगर चाहिँ म केही पनि सक्दिनँ साथी, बरु पानी कम्ती खान्छु, नुनको चिया चाहिँ एकदमै धेरै खान्छु हो। सो अब चाहिँ हेर्दै गर्नुहोस् ल साथीहरू। साथीहरू हामीले कुनै पनि कामलाई है सानो ठुलो नजरले कहिले पनि हेर्नु हुँदैन है। यो ठुलो यो सानो काम हो भन्ने गरेर कहिले पनि गर्नु हुँदैन साथीहरू। काम भनेको काम नै हो। आज हामीले यो कामहरू सिकिरहेछौँ भने हामीलाई पछि गएर पनि काम लाग्ने नै कुरा हो साथीहरू। भोलिको दिनमा हामीले यो कामहरू है पछि गएर गर्नु पर्दैन भन्ने कुनै ग्यारेन्टी छैन नि त साथीहरू। सो है हामीले लजाउनु पनि हुँदैन साथीहरू कुनै पनि काम गर्दा, किन भन्दाखेरि हामीले यो कामबाट है धेरै कुराहरू सिकेको छौँ नि त साथीहरू। र है यो काममा त मेरो आमा बुवाले पनि गरेर आएको हो साथीहरू होइन। र उहाँबाट नै म इन्स्पायर भएर चाहिँ आज मैले पनि गरिरहेको छु। र यो कुराबाट धेरै कुरा मेरो आमा बाउले भोगेको कुराहरू पनि मैले सिकिरहेको छु। र हामी छोरी चेलीले पनि यस्तो कामहरू सिकिराख्नुपर्छ भन्ने कुरा मलाई आज लागेको छ। सो हजुरहरूलाई पनि मैले सेयर गरिरहेको छु। सो है हेर्दै गर्नुहोस् होला साथीहरू मेरो भिडियोहरू। साथीहरू धन्न मोल चाहिँ यहाँ नजिकै पाएर हो, बोक्नु अलिकति हल्का अनि नजिक पऱ्यो। टाढोबाट भयो चाहिँ साह्रै पर्छ। फाइनली आइसकेँ हो, यहाँ राख्छु साथीहरू। मोल चाहिँ ज्यादा छैन हो, 3 भारी रहेछ। हुनु चाहिँ 7 केजी जस्तो हो आलु। 3 भारीमा चाहिँ अलिकति फुलै चाहिँ एक भारी चाहिँ फुल रहेछ हो, अन्त 2 भारी चाहिँ सानो बोराको रहेछ। पुग्छ होला हो। र अब पुगेन भने चाहिँ फेरि ल्याउँदा भइहाल्यो। यहाँबाट लानु भनेको छ छेमाले। यहाँ छेमाले त रोपिसक्यो हो साथीहरू। फेरि यहाँ 2nd ट्रिप पनि भयो साथीहरू हो। अब लास्ट ट्रिप चाहिँ अलिकति ज्यादा रहेछ साथीहरू हो। ज्यादा भनेको माने यो बोराभन्दा चाहिँ ठुलो बोराको छ। सक्छु होला, ट्राई चाहिँ गर्छु। अब मोल बोकिसकेर देखाउने चाहिँ साथीहरू हेर्दै गर्नुहोस्। सो फेरि पनि आएको यहाँ। सो यहाँ हेर्नुहोस् घाम यस्तो डरलाग्दो लागिरहेछ साथीहरू। सानो ओठ फुटेर केही छैन साथीहरू। ठन्डा महिनामा चाहिँ फुटेकोले मन पर्दैन साथीहरू। हेर्नुहोस् साथीहरू यो चाहिँ मेरो लास्ट ट्रिप हो। अघिको हेरेर चाहिँ यो चाहिँ डबल छ। सक्छु कि सक्दिनँ होला, आई होप सक्छु होला भन्ने चाहिँ मलाई लागेको छ हो। अब हेरौँ, लेट्स ट्राई। भारी छ, कति त बोकेको हो साथीहरू हो। भारी त बोकेर फाप्दिनै यस्तो नै दुख्नु कम्ती भइसकेको छ साथीहरू हो। अब हेरौँ है, अलिक चिसो हुन्छ हो, सक्छु या सक्दिनँ। आधी माथिको चाहिँ अलिकति माथि भएपछि भोडिहाल्दैछ नि त कि, त्यसले गर्दा सकेँ साथीहरू। अघिको भन्दा चाहिँ अलिकति भारी छ, हेभी चाहिँ हेभी रहेछ। कति हेभी भारीहरू बोकेर होला साथीहरू। त्यसमा त यस्तो थाप्तीले पनि आया भन्दैन साथीहरू, त्यसले गर्दा आठ चाहिँ गर्छु। हेर्नु न फेरि चिप्लो बाटो यस्तो छ, यस्तो छ साथीहरू। भिलेज लाइफको जिन्दगी चाहिँ यस्तै हो। तपाईँहरूको के कसरी दिन बित्यो थाहा भएन साथीहरू। मेरो चाहिँ आज मोल बोकेर नै बित्ने रहेछ। सो है मोल पनि बोकिसकेको छु। यो लास्ट ट्रिप हो। अब चाहिँ शीतल एकछिन बिसाएर चिया खाने हो साथी। 3 भारी भयो।
चियाभन्दा पानी खानु राम्रो भन्छ साथीहरू, तर म चाहिँ पानी त्यस्तो खाँदिनँ। यस्तो चिया चाहिँ पुरा खान्छु।